स्वार्थ हेर्छौँ। एउटा सानो घटना म तपाईँलाई सुनाउँछु। हामी मानव हुनुपर्ने थियो, महामानव, तर कति दानव भएछौँ के। मानवबाट अपग्रेड भयो भने महामानव हुन्छ, मानवबाट झऱ्यो भने के हुन्छ, दानव हुन्छ। सबैको अनुहार यस्तो छ, तर हामी मानवबाट दानव हुने कि मानवबाट महामानव हुने हो, यो कुरालाई हजुरले हामीले ध्यान दिन जरुरी छ। एउटा घटना सुनाउन चाहन्छु। भगवान सायद हजुरहरू मध्येबाट हुनसक्छ 50, 60, 70, 80%ले सुनेको कथा पनि हुनसक्छ। भगवान एकजना भक्तसँग एकदम खुसी हुनुभएछ। भगवान एकजना भक्तसँग धेरै खुसी हुनुभएछ र केही समय पश्चात भगवानले उहाँलाई दर्शन दिनुभएछ। तिम्रो भक्तिदेखि म प्रसन्न भएँ, वर माग भन्नुभएछ। खुसी हुनुभयो उहाँ पनि, उहाँ खुसी पनि हुनुभयो। आहा, आज भगवान प्रकट हुनुभयो, मेरो सेवाबाट प्रकट हुनुभयो। आज मैले भगवानसँग यति चिज माग्छु, यस्तो चिज माग्छु कि मलाई अब जीवनभरि मलाई कहिले दुःख हुनेवाला छैन। अनि भगवानलाई भोगेर प्रणाम गरेर, भगवानजी मलाई हजुरले यस्तो चिज दिनुहोस् के भन्न भ्याउनु भएको थियो उहाँ भक्तले। भगवानले रोक भक्त, म तिमीसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीले जे माग्छौ, करोडौं अरबौं असरकीहरू, जे घर बङ्गला जे माग्छौ म सबै दिन्छु। तर एउटा कुरो याद गर है, तिमीले जे माग्छौ नि, तिम्रो त्यो छिमेकी छ नि, त्यो छिमेकी ठ्याक्क डबल पाउँछ है। तिमीले जे माग्छौ त्यो छिमेकीले डबल पाउँछ। तिमीले 1 लाख रुपियाँ माग्यौ, छिमेकीलाई 2 लाख रुपियाँ दिइहाल्छु। तिमीले 1 करोड माग्यौ, छिमेकीलाई 2 करोड दिइहाल्छु। तिमीले एउटा घर माग्यौ, छिमेकीलाई 2टा घर दिइहाल्छु। तिमीले एउटा गाडी माग्यौ 1 करोडको, मैले 2 करोड गाडी दिइहाल्छु। यो कुरा याद गर। तिमीले जे माग्छौ छिमेकीलाई मैले ठ्याक्क डबल दिन्छु भनेपछि अब उसको दिमाग खराब भएछ। उसको दिमाग खराब भएछ। यसो सोचेछ, त्यो छिमेकीले मैले उनलाई डबल पाउने, सेवा मैले गर्ने, भक्ति मैले गर्ने, अनि डबल उसले पाउने। अनि त्यो पनि धेरै बाठो रहेछ। त्यो भगवान उता पनि बाठो रहेछ कि त्यो भक्त धेरै बाठो रहेछ। अनि त्यो भक्तले के मागेछ, त्यो जुन व्यक्तिलाई, छिमेकीलाई भगवानले जे चिज दिन्छु भन्नुभएको छ नि, त्यो मान्छेको एउटा आँखा फुटेको रहेछ। एउटा आँखा फुटेको रहेछ। एउटा आँखाले मात्रै हेर्दो रहेछ कि एउटा आँखाले मात्रै हेर्दो रहेछ, एउटा आँखा फुटेको रहेछ। अनि उसले के भनेछ भन्दाखेरि, भगवान मेरो एउटा आँखा फुटाइदिनु भनेर मागे। भगवानसँग उसले मागेछ, भगवान मेरो एउटा आँखा फुटाइदिनुहोस् भनेर। एउटा आँखाको दिशालाई उसले देख्दैन, भगवानले उसको 2टा आँखा फुटाइदिनु भएछ। अब सिद्धियो उसले मागेको चिज सबै। यत्रो भक्ति गरेर करोडौं अरबौं खरौँ रुपियाँ जे मागेको पाउनु पर्ने ठाउँमा मागेको के, मेरो एउटा आँखा फुटाइदिनु भनेर छिमेकीले पाउँछ भनेर। मैले जे माग्छु छिमेकीले डबल पाउँछ भनेको भएर उसले आफ्नो आँखा फुटाइदिनु भनेर भगवानसँग मागेछ। कति ठुलो कुरा मागेछ भगवानसँग भन्नु त। हामी मानव यस्तो भएर अगाडि बढिरहेको छौँ। हामी कहिले पनि अरूको बारेमा कहिले पनि राम्रो सोच्दैनौँ। र यहाँ मध्येबाट सायद धेरै व्यक्तिहरू हुनुहुन्छ होला अरूको बारेमा राम्रो सोच्ने, याद गर्नु होला। यहाँ मध्येबाट अरूको बारेमा राम्रो सोच्ने मान्छे जहिले पनि उहाँले फेरि आँखा बन्द गरेर यस्तै सोच्नुहुन्छ नि, मैले कुन मान्छेको बारेमा राम्रो सोचेको छु भनेर उहाँ निदाउनु न। फेरि निदाएको होइन कि है, उहाँ निदाउँदै गर्दाखेरि, किनभने ननिदाउनुको लागि भनेर सबभन्दा अगाडि आएको हुन्छ कि उहाँ ननिदाउनुको लागि। त्यसो हुँदाखेरि चाहिँ म हजुरलाई फेरि अर्को अनुरोध गर्छु मैले। अब हजुरले सुनिबक्स्योस्, मानव भनेको कस्तो, मानव भनेको कति बाटो रहेछ भन्दाखेरि, आफ्नो भगवानले करोडौं अरबौं रुपियाँ दिनुपर्ने ठाउँमा भगवान मेरो आँखा फुटाइदिनु भनेर भगवान हजुरमा आएको भयो। हामी त्यतातिर नजाउँ, मेरो अनुरोध छ है। अब हामी के गर्छौँ भन्दाखेरि, हामी हाम्रो जीवनमा अरूको लागि राम्रो काम गर्यो भने अटोमेटिक राम्रो हुन्छ। गभर्मेन्टले वाधिकार अस्ति मा फलेषु कदाचन भन्छ नि होइन। कर्म गर्दै जानुहोस्, तपाईँले पाउनुपर्ने फल निश्चित छ कि। तपाईँले लेखेर आएको जुन चिज छ नि, कुनै माइका लालले तपाईँसँग तोड्न सक्दैन। तपाईँले पाउने कुन निश्चितै छ। तर यसको मतलब फेरि होइन कि त्यसमा मैले दुःख नगरिकन मैले पाउँछु भने पनि पाउँदिनँ। दुःख पनि गर्नै पर्छ। जे गरे पनि दुःख गर्नुहोस्, पाउने कुरा निश्चित छ है।
अब म जान चाहन्छु हजुरलाई मैले थोरै स्वास्थ्यतिर। हजुरले एउटा कुरा याद गर्नु होला, हजुरको हजुरबाउले दुःख गरेर हजुरको बुवालाई भएको होइन। किन भन्दाखेरि चाहिँ नि हजुरबाउले दुःख गरेर कमाएको पैसा छोराले र नातिले उडाएका रेकर्ड धेरै छ। कमाएको पैसा, बाउले कमाएको पैसाले छोरालाई भएको होइन। यो कुरा याद गर्नु होला। सबैले आफ्नो भाग्य कोरेर आइसकेका छन्, यो कुरा याद गर्नु होला। किन भन्दाखेरि एउटै घरमा पनि डक्टर र इन्जिनियर हुन्छ, एउटा पकेटमार र एउटा जडेवाला निस्किरहेको हुन्छ। उसको कामै गुड मर्निङको गुनासो जागक सिकाउने मात्रै हुन्छ, अरू केही पनि हुँदैन। कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुन्छ है। हामी मध्येबाट पनि कोही हुनुहुन्छ भने पनि संयोग मात्र हुनेछ। कसैको के हुन्छ भन्दाखेरि कसैको घरमा कति राम्रो परिवार हुन्छ तर एउटा बिग्रिरहेको हुन्छ। बाउले त सबैलाई राम्रो गरिरहेको छ नि। याद गर्नु होला, सबैको जीवनमा डिफ्रेन्ट लाइफ हुन्छ, तर याद गर्नु होला हजुरले आफ्नो भाग्य लेखेर आइसक्नु भएको छ के। कहिले के हुन्छ थाहा छ, फेरि वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ।